Okay, hey, grab the net. Pull back. कति गर्मी छ हौ साथीहरू आज है आजभोलि यो कतारमा होइन लास्ट गर्मी बढेको छ साथीहरू 40 देखि माथि जान्छ होइन 40 45 डिग्री सेल्सियस उपर माथि रहन्छ होइन लास्ट गर्मी छ साथीहरू आजभोलि के गर्नु काम गर्नुपर्छ म त होइन होटेल लाइनमा काम गर्छु भित्र काम गर्छु त्यति खासै गर्मी हुँदा होइन तर बाहिर फिल्डमा काम गर्ने हुनुहुन्छ दाजुभाइहरू है लेबर काम गर्ने दाजुभाइहरू हुनुहुन्छ उहाँहरू चाहिँ कसरी गर्नुहुन्छ होला यो गर्मीमा हेर बहुत गर्मी छ हो बाहिर त होइन 5 मिनट खडा हुन पनि लास्ट चाहिँ मुस्किल हुन्छ होइन यस्तो छ कि तर कसरी गरिरह होला नि यार बाहिर मान्छेहरूको काम यार 12 घन्टा होइन बाहिर कसरी बिताइरहेको होला यहाँ मैले चाहिँ होइन 1 घन्टा पहिला कपडा धोएर सुकाएको थिएँ हेर्नु हुन्छ कपडा धोएर सुकाएको होइन 1 घन्टामा कपडा सुकिदिएको छ यार भनेपछि कति गर्मी होला क्या यो मुनिको यो जमिन छ नि यसलाई छुन नसकिने छ है यसमा अन्डा ल्याएर छोडिदिने नि यहाँ बोइल हुन्छ यसमा यस्तो गर्मी छ साथीहरू गाह्रो छ परदेशमा काम गर्न अझ मेन गरेर यो खाडी मुलुकमा चाहिँ होइन खतरा गर्मी हुन्छ अब फिल्डमा अब गर्मीमा काम गऱ्यो अनि रुममा आयो रुममा आएर चिसो एसीमा सुत्यो अनि के हुन्छ हालत गर्मी अनि चिसो मान्छेहरू त्यही हार्ट एट्याक भएर मर्नुको कारण नै त्यही हो क्या लास्ट गर्मी छ यार मेरो चाहिँ धन्न होइन काम गर्ने ठाउँदेखि रुम नै नजिक छ त्यही भएर त्यति खासै मुस्किल छैन बहुत गाह्रो छ साथीहरू यस्तै भिडियोहरू हजुरलाई म प्रत्येक दिन लिएर आउनेछु प्लिज सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला है तपाईँको सानो हेल्पले होइन मलाई मोटिभेसन मिल्नेछ अझ भिडियोहरू बनाउने मन लाग्ने छ है साथीहरू प्लिज सब्सक्राइब गरिदिनु होला आज चाहिँ कम्पनीले 2टा नयाँ टी सर्ट दिएको थियो अनि भोलि चाहिँ यो लगाएर आउने भन्नुभएको थियो अनि यसलाई लिएर आएको छु साथीहरू बाई नेक्स्ट भिडियोमा मिलाउँला